साथीहरू नमस्कार। म हुँ कलमकार हजुरहरू हेर्दै हुनुहुन्छ माउन्टेन एभरेस्ट नेपाल। नेपाली र नेपाली क्रिकेट फ्यानहरूका लागि केही दिनमा एकदमै खुसीको खबर छ साथीहरू। जुन 15 देखि सुरु भएको T20 आई त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज नेपाल र नेदरल्यान्डबीच साँझ 7:45 स्कटल्यान्डको विट क्रिकेट मैदानमा खेल हुँदैछ साथीहरू। T20 आई खेलमा नेपाल र नेदरल्यान्डबीच यो खेल हुँदैछ। यो खेलमा कुन टोलीले टस जित्ला, नेपालले टस जितेर ब्याटिङ अथवा फिल्डिङ रोज्ला अथवा नेदरल्यान्डले टस जितेर ब्याटिङ अथवा फिल्डिङ रोज्ला, कुन टिमले टस जितेर ब्याटिङ अथवा फिल्डिङ रोज्न सक्ने सम्भावना छ साथीहरू? हजुरहरूले कमेन्ट बक्समा प्रतिक्रिया दिन नभुल्नुहोला। नेपाल अहिले स्कटल्यान्ड र नेदरल्यान्ड जस्ता क्रिकेटका उदयमान अथवा उत्कृष्ट प्रदर्शन गरिरहेका विश्वकप खेलिरहेका देशहरूसँग प्रतिस्पर्धा गरिरहेको छ। केही दिन अगाडि मात्रै गरेको ओडिआई श्रृङ्खलाको प्रदर्शनमा 4 खेलमा 3 खेल जितेको जुन श्रृङ्खला छ, सो श्रृङ्खला हामीले हेऱ्यौँ भने नेपालको उत्कृष्ट प्रदर्शन छ र नेपाली क्रिकेट फ्यानहरूका लागि त्यहाँ जतिको खुसीको कुरा केही नै हुन सक्दैन। र जुन 15 देखि सुरु भएको त्रिदेशीय क्रिकेट श्रृङ्खला अन्तर्गत आज हुने नेदरल्यान्ड र नेपाल बीचको खेल कसले जित्छ साथीहरू? कमेन्टमा प्रतिक्रिया दिनु।